guys, it's good morning. It's day 2. Monday proposal. And we are here waiting for some of this cancel policy. रमाइलो छ गाडी गइसक्यो हो बस हो र ठिक छ केटाहरू गइसक्यो के गरे पनि सँगै जाऊँ न त्यसमै त्यही अब केटाहरू जाने भेटिन्छ नैसम्म कल जाँदै हाल्छ ओके तपाईँ लिफ्ट दिनुभयो मलाई होइन म कुर्ती यो बाटो चलाउनु त रिली भइसक्यो होला है Here we go this way. There's Rani Mall. Kaligandagi ko छेउमा. The vibes. अति बवाल छ अति बवाल. हामीसँग मोटरेबल रोड पनि भइसकेको छ. हामी बसेको चाहिँ top there. Here we go.
Hello guys, heavy green. अब चाहिँ हामी अगाडि कस्तो दामी पोखरीहरू के कस्तो मजाको एभ्रिथिङ सो ब्युटिफुल चाहिँ माथि त जान नमिल्दो रहेछ फ्लावर्स एन्ड एभ्रिथिङ केटाहरू यहाँ छन् यो रानीमहल चाहिँ तेजकुमारी देवीको नाममा रहेछ है। तेजकुमारी देवी भनेको हाम्रो कान्छी बुढी। ल भन्दैन त केही हिस्ट्री अब तिमीलाई थाहा भएन सर सुदनलाई थाहा छ यो कुराहरू। भन न थाहा भएको कुराहरू तर मलाई त्यस्तो खड्ग शमशेर झगडा यस राजा थिए यताका कमान्डर इन चिफ त्यति बेलाको वीर शमशेरको भाइ मध्येको एक यस होइन श्रीमती सबभन्दा कान्छी श्रीमतीको नाम चाहिँ के थियो अरे? कान्छी श्रीमतीको नाम के रानी हो? रानी त रानी हो के देवी हो सरी टीबाट आउने देवी टीबाट आउने नाच्नु गरेकी देवीले चाहिँ आफू मर्नुभन्दा अगाडि रहेछन् के रहेछ भन्दाखेरि मलाई चाहिँ एउटा सुन्दर महल चाहियो यस्तो ठाउँमा जहाँ केही पनि डिस्टर्बेन्स नहोस् केही पनि नहोस् आनन्दले बस्न पाइयोस् बुढाबुढी भनेर त्यो भएपछि तेजकुमारी रहेछ तेजकुमारी बितिसकेपछि चाहिँ राजाले आफ्नो बादशाह राखेर यो बनाइदिएर रहेछन् होइन यो चाहिँ 1800तिरको कुरा हो 1954 विक्रम सुरु गरेर चाहिँ 100 वर्ष कटेछ 130 वर्ष जति भएछ अनि चाहिँ एकदम नेपालको इतिहास बोकेको अनि यसलाई अर्को नाम नेपालको ताजमहल भनेर पनि चिनिन्छ भनिदिनु त्यतिकै ताजमहल चाहिँ किन भनिन्छ भन्दाखेरि ताजमहल जस्तै बनाउन बगैँचासँगको एउटा महल बनाउन मिलाउन खोजेको चाहिँ आफ्नो बिलभेड वाइफको लागि ताजमहल पनि शाहजहाँले बनाएको होइन आफ्नो भैयालोको लागि यो पनि त्यस्तै भएर राइज गर्न खोजेको होला हिजो हामी आउँदा बाटो पनि यही कुरा गर्दा लाइक पर्पस चाहिँ एउटा सिमिलर काइन्ड अफ भनेर मानेको होला जस्तो हाम्रो एजम्सन थियो एन्ड दिस इज द ब्याक भ्यू अफ रानी महल रेडियोले Oh, it's green. So I think I went video picture. This is the Malay so cameras. Now I can show you the property. Vertical views, balcony views. This is so beautiful.
हामी चाहिँ अहिले तानसेन बसमा चाहिँ तानसेन बस पाइन्छौँ हामी खाना खाने लागि बसिरहेको छौँ यहाँ चाहिँ हामी यहाँको बुवासित चाहिँ हामी गफ गर्छौँ हो ओके तानसेनको चाहिँ विशेषता के छन् घुम्ने ठाउँहरू यताउतिदेखि तानसेनको विशेषता भनेको के छ भनेपछि अब यहाँ राजाको दरबार सकेत पहिला देख्नुभयो तिनवटा दरबार राजाको दरबार भयो अब टुरिखेल त्यहाँ बनाएको छ टुरिखेलमा जो छ बाहेक माथि सैनिकहरू बसेका छन् त्यो टुरिखेल घुम्ने ठाउँ बनाएको छ अरू त्यहाँ नगरपालिकाको गेट चाहिँ एउटा ठुलो कोरुवा बनाएको छ त्यो विश्वको सबभन्दा ठुलो कोरुवा भन्छ नि त्यसलाई त्यहाँबाट अलि अगाडि गएर नरङ्गान मन्दिर त्यहाँबाट मात्र उक्लिएपछि भगवती मन्दिर त्यहाँबाट बायाँ साइडमा दरबार माथि डाँडामा गयो भने तिमी माथि श्रीनगर डाँडामा गयो भने हिमाल देखिन्छ यताबाटै देखिन्छ त्यही हामी रानीमल पुगेर आयौँ रानीमल गएर आउनुपर्छ रानीमल गएर तपाईँले रेडी जानुपर्ने त्यति मात्र रेडी गयौँ भयो उतोबाट रेडी जान्छ उता त्यहाँबाट नि जान्छ कति बेर लाग्छ त्यहाँबाट रेडी निस्किनु चाहिँ गाडीमा अथवा हिँडेर 1 घन्टा गाडीमा हिँडेर गयो 1 घन्टा लाग्छ हिँडेर गयो पनि 1 घन्टा अब त्यहाँ के छ भने तिनमुखे पुल छ त्यहाँ स्याङ्जा कुल्मी र पाल्पा पाल्पा तिनमुखे पुल सुरु भयो त्यो सुरु भइसक्यो यो बाटाबाट हो अनि जस्तै यहाँ पाल्पाको पाल्पाकी पाल्पाकी ढाकाहरू पटुवाहरू भयो त्यस्तै अरू के चिज छ यहाँको चाहिँ मुख्य यहाँ चिनाउने चिजहरू अरू केही छैन त्यही पाल्पाले ढाका र फरुवा हो